हेलो नमस्ते। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ एकजना बहिनी चाहिँ मल खन्दै हुनुहुन्छ। यो चाहिँ अब बर्खा सिजन आइसकेको छ। त्यो भएको हुनाले चाहिँ बहिनी चाहिँ मल खन्दै छ। अब यो मल खनिसकेपछि बारीमा पुर्याउने काम अर्की एकजना आमा हुनुहुन्छ, उहाँले पुर्याउने काम गर्नुहुन्छ भने यो बहिनीले चाहिँ मल चाहिँ खन्ने अनि डोकोमा हाल्ने गर्नुहुन्छ। अब तपाईहरुले चाहिँ यसरी गाउँघरमा बसेपछि हाम्रो पहाडी भेगमा है मल बोक्ने एकदम सिजन छ। अहिले चैत वैशाखमा मल बोकिन्छ। यी बहिनीले चाहिँ के हो त यसले मल हाल्ने त्यो सामग्रीको नाम चाहिँ वरफिलिङ, हाम्रो भाषामा चाहिँ वरफिलिङ भन्छौँ हामी। राई बान्तवा राई परेको हुनाले चाहिँ यसले चाहिँ हामीले अर्को भाषामा चाहिँ पापले पनि भन्ने गर्छौँ। यो बहिनीले चाहिँ अब यसरी हाल्नुहुन्छ। यसरी हालिसकेपछि बहिनीले चाहिँ अब एक भारी लाउनुहुन्छ। एक भारी लाइसकेपछि चाहिँ आमा हुनुहुन्छ, आमाले चाहिँ बोकेर चाहिँ बारीमा पुर्याउने काम गर्नुहुन्छ। यसरी चाहिँ अब चैत वैशाखको बेला मल बोक्ने अब पालो हुन्छ। अब एक दुई दिन पालो पनि गर्ने गर्छौँ। गाउँघरमा एकदम ऐचो पैचो पालो यताउति सहयोग भन्ने भावना विकास हुन्छ र त्यो भावनालाई चाहिँ हामीले संरक्षण गर्दै आइरहेको छौँ। र तपाईहरुले पनि यो भिडियो हेरिदिनु होला, पुरा भिडियो हेरिदिनु होला प्लिज। जसरी भए पनि यो भिडियो हेरेर हामीलाई साथ सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छौँ। सहयोगको लागि हामीलाई अरु केही पनि चाहिएन, मात्र एउटा सब्स्क्राइब चाहियो, एउटा भ्यू चाहियो, त्यति मात्र हो। अरु थप कुरा अब केही पनि छैन। यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नका लागि यी हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरी तपाईहरुले प्रत्येक दिन प्रत्येक घण्टा त भन्न सक्दिन, अब घण्टाको निम्ति यसरी काम गर्नुपर्छ। यो प्रत्येक दिन चाहिँ एउटा भिडियो आउने गर्छ है। हाम्रो चाहिँ गाउँले जीवन यसै चलिरहेछ। कृपया तपाईहरुले हेरिदिनु होला भन्दै म आजको लागि यस युट्युब च्यानलबाट बिदा भए। हस्त, धन्यवाद।